आज शिक्षाको एउटा यस्तो प्रश्नको बारेमा कुरा गरौँ जुन सायद हरेक घरमा हरेक अभिभावकको मनमा गुन्जिरहेको छ। के हामीले गरिरहेको मेहनत साँच्चै सही दिशामा छ त? यो हाम्रो भविष्य, हाम्रा सपनाहरू जोडिएको एउटा साझा कथा हो। आउनुहोस् यसलाई अलि गहिरिएर निहालौँ। यो भनाइ साँच्चै कति धेरैको मन छुन्छ होला हैन? किनभने यो त्यागको मात्रै होइन, एउटा ठूलो सपनाको कथा पनि हो। आशा के हुन्छ भने यो लगानीले बच्चालाई एउटा सही र सुन्दर भविष्य दियोस्, तर के सधैँ हामीले सोचे जस्तै हुन्छ त? यो कुरा मैले एकै दिनमा बुझेको चाहिँ होइन है। शिक्षण पेसामा 15 वर्ष बिताएपछि एउटा कुरा एकदमै प्रष्ट हुँदै गयो। एउटा यस्तो प्याटर्न जुन लगभग हरेक विद्यार्थीको यात्रामा कतै न कतै देखिन्थ्यो। अब कुरा गरौँ हरेक शैक्षिक यात्राको जगको। त्यो हो अभिभावकको महान त्याग हो। यही जगमा त सफलताका ठूला ठूला सपनाहरू कोरिएका हुन्छन् नि। सायदै कुनै आमा बुबा होलान् जो आफ्नो बच्चाको पढाइको लागि जेसुकै गर्न तयार नहुनुहोस्। उहाँहरूको सपना बस एउटै हुन्छ, मेरो बच्चाले राम्रो पढोस् र उसको भविष्य राम्रो बनोस्। यही एउटा लक्ष्यले उहाँहरूलाई हरेक चुनौती सामना गर्न बल दिन्छ। तर यति धेरै त्याग र मेहनत हुँदाहुँदै पनि कथामा एउटा ट्विस्ट आउँछ। बच्चा पढ्छ, मेहनत पनि गर्छ, तर वास्तविक समस्या अर्कै ठाउँबाट सुरु हुन्छ। हो, त्यो हो अलमलको सङ्कट। अनि त्यसपछि सुरु हुन्छ प्रश्नै प्रश्नको भुमरी। के पढ्ने होला? भोलिको दिनमा के को माग बढ्ला? यो संसार आखिर कुन बाटो हिँडिरहेको छ? जब अभिभावक आफै यति धेरै कुरामा स्पष्ट हुनुहुन्न भने विद्यार्थीलाई सही बाटो कसले देखाउने? समस्याको जड भनेको के हो त? एकदमै सरल छ। सही समयमा सही बाटो नदेखिनु। जब बाटो नै प्रष्ट देखिँदैन भने लक्ष्य कसरी प्रष्ट होस्, होइन र? अनि यसले हामीलाई कहाँ पुर्याउँछ त? हो, दिशा बिनाको प्रयासमा। यो त आँखामा पट्टी बाँधेर दौडिनु जस्तै हो। दौड त छ, तर कहाँ पुगिन्छ केही थाहा छैन। अनि नतिजा? सोच्दै दुःख लाग्छ। दुःखले कमाएको पैसा पानीमा बग्छ। विद्यार्थीको सबैभन्दा द्याल्य समय खेर जान्छ। अनि जुन सफलताको सपना देखेको थियो त्यो त अधुरै रहन्छ। के यो त्यागको बदलामा यस्तै परिणाम खोजेको हो त? तर जहाँ समस्या छ त्यहाँ समाधान पनि त हुन्छ। हो, यही समस्यालाई बुझेर शिक्षामा एउटा नयाँ सोच, एउटा नयाँ दृष्टिकोण आएको छ, जसले पुरानो तरिकालाई चुनौती दिँदै एउटा नयाँ बाटो देखाउँछ। ल, अब हेरौँ है त पुरानो र नयाँ सोचमा के फरक छ। एकातिर छ पुरानो तरिका, जहाँ मुख्य ध्यान भनेको जसरी नै कोर्स सकाउने र हातमा एउटा सर्टिफिकेट थमाइदिने हुन्छ। अनि अर्कोतिर छ यो नयाँ स्मार्ट तरिका, जहाँ ध्यान विद्यार्थीको लागि वास्तवमा के सही हो भन्नेमा हुन्छ र उसलाई एउटा स्पष्ट लक्ष्यतर्फ डोर्याइन्छ। यो नयाँ दृष्टिकोणले काम गर्ने तरिका पनि एकदमै व्यवस्थित छ। यसका 3वटा मुख्य चरणहरू छन्। पहिलो, विद्यार्थीलाई वास्तवमा केमा रुचि छ त्यो पत्ता लगाउने। दोस्रो, उसको क्षमता कति छ भनेर मूल्याङ्कन गर्ने। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, भविष्यमा के कुराको माग छ त्यससँग जोडेर हेर्ने। अनि यो सबै कुराले हामीलाई कहाँ पुर्याउँछ त? एउटा यस्तो शिक्षामा जसको स्पष्ट लक्ष्य छ। शिक्षा जसले ज्ञान मात्र होइन गन्तव्य पनि देखाउँछ। एउटा कुरा हामी सबैले बुझ्नै पर्छ। आजको जमानामा खाली पढेर मात्रै पुग्दैन। त्योभन्दा धेरै महत्त्वपूर्ण कुरा हो कुन विषय पढ्ने, कुन सिप सिक्ने र सबैभन्दा ठूलो कुरा सही समयमा सही निर्णय लिन सक्नु। त्यसैले अन्तिममा भन्नुपर्दा हाम्रो लक्ष्य भनेको शिक्षासँगै दिशा पनि दिनु हो, ताकि जब कुनै विद्यार्थी बाहिर निस्कन्छ उसको हातमा सर्टिफिकेट मात्रै होइन, मनमा एउटा स्पष्ट लक्ष्य र आँखामा उज्जवल भविष्यको सपना पनि होस्।